हेलो गाइज, हामी चाहिँ हल्का होइन धान रोपेर अब खाजा खान लागेको। हाम्रो खाजा हो होइन, खाजाहरू देखाउँदैछ यहाँ। अब हाम्रो यो चाहिँ जाँड है। कुन जाँड हो भेना? खाने जाँड। ए अब हाम्रो यहाँतिर हुँदैछ आँप, गाउँघरको प्योर आँप। ल है, रोपाई हुँदैछ। के गर्नु, रोपाई अरूको रोपेर सकिसक्यो, हाम्रो भर्खर सुरु हुँदैछ। अब बिस्तारै हिलो दल्नुपर्छ यहाँतिर होइन। बिस्तारै आउँछ सबै भिडियो है त। ल अहिले चाहिँ यतिको हो होइन। अब एकछिनमा सुरु हुन्छ। अब यहाँतिर हो गाउँघरको प्योर जाँड, छ्याङ होइन जाँड भन्छ, जाँड। यो जाँड खाएपछि खाना खानु पर्दैन एक दिनसम्म। लो अब हाम्रो चाहिँ खाजासँग हाम्रो यो दुध भन्छ होला, दुध होइन है यो चाहिँ, मही पनि होइन, दुध पनि होइन, छ्याङ पनि होइन, जाँड हो यो चाहिँ होइन भेना। अब यो जाँड म चाहिँ खान्छु है त। ल केटाको होइन, अब खाजा खाँदैछ हामी, खाजा खाइदिन्छ। अब मेरो भान्जा उता छ आङी, के गर्नु यस्तै छ है, गाह्रो छ नि। अब स्वाट हानिदिन्छ अब है। ओहो बहुत खतरनाक। अब हाम्रो यहाँ धान रोप्ने भन्दा अगाडि चाहिँ होइन, धान रोप्ने भन्दा अगाडि चाहिँ यसरी जोत्नुपर्छ भनेर होइन। हेर्नु है हजुर, यसरी रोप्नुपर्छ। हाम्रो धान चाहिँ हाम्रो भेडाले रोपिरहेको छ होइन। पछि लास्टमा चाहिँ यस्तो हुन्छ कि गाइस, यस्तो भेडाले ट्र्याक्टर चलाउँदैछन् यहाँतिर। हेर्नु है भेनालाई, भेना कस्तो छ त? हेर्नु है यस्तो हुन्छ। के गर्नु, गाह्रो छ गाइस। अब के गर्नु, अब खेती गर्नु पर्यो, खानु पर्यो, गाह्रो छ नि। यस्तो भयो भने दुःख गर्छ। ल गाइस है, यस्तो देखाइदिन्छु गाउँघरको। हेर्नु है गाइस, हाम्रो यो चाहिँ अब सब रोपिसक्यो, मास्तिर रोपिसक्यो सब। हेर्नु है अब हाम्रो चाहिँ अब म चाहिँ होइन खेती गर्न जाँदैछ। धेरै वर्षपछि पहिलोचोटि खेती गर्दैछु होइन। त्यही भएर अब सब अब यहाँतिर ट्र्याक्टर सक्टर सब जोडिसक्यो। अब यहाँ धान रोप्न बाँकी छ होइन गाइस। अब हेर्दै गर्नु तपाईँहरू है, कसरी धान फाल्नुपर्छ भनेर। रमाइलो हुन्छ, रमाइलो। ल अब यसरी फाल्ने। ल हेर्ने गाइस, यसरी आयो। पानी चाहिँ परेको छैन, पानी पऱ्यो भने झन् रमाइलो हुन्छ। हजुरहरू पनि यस्तै गरेर होइन भिडियो बनाउनु होला होइन, बहुत रमाइलो हुन्छ। रमाइलो नि हुन्छ, फेरि हिलो पनि लाग्छ होइन, घिन लाग्नु हुँदैन तर है। आयो अब भिडियो चाहिँ यति नै हो गाइस। अब के गर्ने, अब त रोप्ने बेलामा देखाउँछु। ओके प्ले। यस, र अब हामी चाहिँ होइन धान रोप्न जाँदैछ है।
गाइस अब के गर्ने अब रोप्नु पर्यो अब बोक्दैछ यहाँतिर एक दुईवटा चाहिँ यहीँ राखिदिन्छु केही हुँदैन होइन रोप्नु पर्यो ठाउँ ठाउँमा अब चाहिन्छ ल आउनु भान्जा मेरो भान्जाले भिडियो गर्दैछ है लास्टमा देखाउँछु मेरो भान्जा कस्तो छ भनेर सब देखाउँछु मामा भान्जा एउटै छ ल अब हेर्नु हजुर अरू यहाँतिर आउनु आउनु भान्जा आउनु आउँदैछ कसरी रोप्ने होइन आउँदैछ म पनि अब खासै रोपेको छैन पहिलेतिर रोप्दैछु अब के हुन्छ अब ट्राई हाल्नु सबैजनाले जे यस्तो भयो नि माया गरिदिनु होला है अब यहाँ हाम्रो सम्झिने हुनुहुन्छ हाम्रो सम्झिने दिदी हुनुहुन्छ होइन यसलाई सम्झिने के भन्न चाहनुहुन्छ कि हजुर कस्तो भइरहेको छ धान रोप्नु रमाइलो भएको छैन रमाइलो भइरहेको ओ देख्नुभयो रमाइलो बहुत रमाइलो छ त्यही भएर बर्खाको बेलामा खेती गर्ने बेलामा चाहिँ गाउँघरमा आउनुपर्छ है बुझ्नुभयो गाउँघरमा आउनुपर्छ रमाइलो गर्नुपर्छ अब यो धान यो फुकाल्नु पऱ्यो होइन फुकाल्ने बेलामा धेरै गाह्रो त हुँदैन बहुत सजिलो हुन्छ लिनु तपाईँलाई अहिले अब यसरी रोप्ने है यस्तो गर्ने हो एउटा हालिदिने अब यहाँदेखि लाइन तान्छु मैले अब गाई दामी रोपिदिन्छ है अब मैले रोपेपछि फेरि एउटा ठाउँमा दुईवटा निक्लिन्छ फेरि ल यति नै हो गाइज होइन हिलो छापिदिउँ भने नहुने भिडियो गरिरहेको छ भान्जाले ल प्ले गर्नु भान्छ अब हेलो गाइज अब म चाहिँ अब घरतिर जान लागेको होइन हल्का खच्चा चाहिँ खानु पऱ्यो भनेर आज चाहिँ अब सङ्क्रान्ति के भन्दा नि त्यही भएर अब काम अहिले हल्का छोडेको छ अब फेरि आउनुपर्छ न्युजतिर अब के भन्छ अब के गर्नु अब हल्का थकाइ पनि लागेको छ रेस्ट गर्नु पऱ्यो अब सबैजना जाँदै हुनुहुन्छ यहाँतिर है हिँड्दैछु पुरा है देखाउँछु म होइन पछाडि क्यामेरा गरेर कस्तो छ यहाँ सब देखिन्छ अब हेर्नु हिँडिरहेको छ सबजना यो हेलो भान्जा अनि के छ त अनि कस्तो भइरहेछ यहाँ मेरो भान्जा है यो चाहिँ हाम्रो अगाडिको चाहिँ भेनाजु अनि हाम्रो सम्झिने छन् आङ्गी छन् ल यहाँ चाहिँ बाटो डेन्जर छ है गाइज यहाँ चाहिँ फेरि भिर जस्तै हो क्या भिर जस्तै हो होइन तर हामीलाई डर लाग्दैन बानी भइसक्यो हेर्नु यतातिर डाँडा काँडा हेर्नु होइन हिँड्दैछ अब धन्नै लडेको यार धन्नै लडेको लड्न थालेको थियो लड्नै एकदम डेन्जर छ क्या बाटो चाहिँ बाटो एकदम डेन्जर हेर्नु हिलो भएको छ के गर्नु अब झन् हाम्रो भेना हिलो भएको छ भेनाजु ट्र्याक्टर चलाउँछ ड्राइभर हो आफूले चलाउने आफूले जोत्ने सबै गर्छ बाटो सबै खतम छ के गर्नु यस्तै हो अब खेती गर्नु पऱ्यो बिस्तारै यहाँ पनि अब पिचाउने भएको छ होइन अब केही वर्षपछि अब पिच पनि आउँछ पिच आएपछि अब म हुँदैन होला यहाँतिर अब त्यो बेला म नि बुढो हुन्छ किन त्यो थाहा छैन है अलि डेन्जर छ बाटो अलि बिस्तारै हिँड्नु बिस्तारै भेना पनि किन भन्दाखेरि बुढो भइसक्यो नि त अब त्यही भएर बिस्तारै हिँड्नु भन्छ गर्न सकिन्छ ल गाइज है ल गाइज भिडियो चाहिँ यति हो होइन अरू भिडियो बिस्तारै आउँछ यति अब हिलो यताउति छाप्ने भयो भने चाहिँ फेरि दामी हुन्छ फेरि भिडियो आउँछ है ल यति नै गाइज ओके गुड बाई सबजनाले हेरिदिनु होला होइन माया गरिदिनु होला के गर्नु अब युट्युबमा गएर गलन भाइ भन्न सर्च हान्नु आउँछ मेरो ओके गाइज सी यू ल